लाहान यस्तो रमाइलो ठाउँ हुन्छ भनेर मैले सोचेकै थिएन। सो हे गाइज गुड मर्निङ। आज चाहिँ हामी मिटिङको लागि लाहानतर्फ लाग्दैछौँ। त्यही भएर म चाहिँ रेडी भएर तल झरे र सबभन्दा पहिला मम्मीको रुममा आएर कपालमा तेल लाए एन्ड देन फाइनली बुनुहरुलाई बाइ गर्दै हामी घरबाट निस्किए। गुद्रीको रमझम हेर्दै हामी पेट्रोल पम्प आइपुगे र यहाँबाट तेल हालेर अलि ट्राभल गरेपछि हामी दाइको रुम आइपुगे अनि अन्त स्कुटी राखेर यहाँबाट पल्सर लिएर आफ्नो लोकेसन तर्फ लागे। तर त्यसअघि हामीले पेट्रोल पम्प आएर तेल हाल्यौ किनभने हाम्रो यो ट्राभल करिब 3 घण्टा जतिको लामो हुनेवाला छ। सो त्यही भएर अब चाहिँ हामी यहाँबाट सिधै लाहानतर्फ लागे र त्यतिसम्म तपाईहरु लाइक र च्यानललाई सब्स्क्राइब गरेर फ्यामिलीमा जोइन गर्न नबिर्सिनु होला। सो गाइज फाइनली हामी 3 घण्टा जतिको ट्राभल गरेपछि अन्त हामी लाहान आइपुग्यौ अनि त्यसपछि चाहिँ हामी सबभन्दा पहिला खाजा खानको लागि एउटा होटलमा आयौ किनभने हामीलाई लास्टै भोक लागिरहेको थियो। त्यही भएर हामी चाहिँ खाजामा 2वटा समोसा पकोडा चाना र जलेबी खायौ। एभ्रिथिङ वाज फाइन बट सर यो जलेबी चाहिँ मलाई मन परेन। जलेबी नमन परे पनि यहाँको मार्केट चाहिँ मलाई लास्टै मन पर्यो। त्यही भएर यसो अलि घुमघाम गर्दै अन्त हामी एउटा होटल आइपुग्यौ र फाइनली हाम्रो आजको मिटिङ पनि स्टार्ट भयो।